तपाईसँग ड्राइभिङ लाइसेन्स छ तर क्याटेगोरी एड गर्न खोज्दा फर्म नै रिजेक्ट भयो, एरर आयो, फोटो एक्सेप्ट भएन, डेट सिलेक्ट हुँदैन। यदि तपाईँ पनि यही प्रब्लममा हुनुहुन्छ भने यो भिडियो अन्त्यसम्म हेर्नुहोला, किनभने आज म तपाईहरूलाई 100% वर्किङ तरिकाले एड क्याटेगोरीको फर्म कसरी भर्ने स्टेप बाई स्टेप देखाउन लागेको छु। नमस्कार साथीहरू हो, जयदीप पूर्वे युट्युब च्यानलमा तपाईहरूलाई स्वागत छ। यो भिडियो स्किप गर्नुभयो भने एउटा सानो मिस्टेकले 3-4 महिना पनि तपाईलाई वेट गर्न पर्छ। सो भिडियो अन्तिमसम्म हेर्नुहोला। त्यसको लागि तपाईहरू सबैभन्दा पहिले आफ्नो मोबाइलको ब्राउजरमा जानुहोला या ल्यापटपको ब्राउजरमा जानुहोला। त्यसपछि यहाँ सर्च बारमा लेख्नुहोला ड्राइभिङ लाइसेन्स नेपाल र सर्च गर्नुहोला। सर्च गर्नुभयो भने तपाईहरू सामु यस्तो इन्टरफेस खुल्छ। यस्तो खुलिसकेपछि तपाईहरू माथिकैमा एप्लिकेन्ट लगइन अनलाइन ड्राइभिङ लाइसेन्स सिस्टममा क्लिक गर्नुहोला। क्लिक गरेर यस्तो आउँछ, तपाईँ डेनी गर्नुहोला यसलाई र तपाईसँग यस्तो इन्टरफेस खुल्छ। त्यसपछि तपाईले यहाँनिर आफ्नो मोबाइल नम्बर राख्नुपर्ने हुनेछ। आफ्नो मोबाइल नम्बर राख्नुहोला। त्यसपछि तपाईहरूले यो जुन क्याप्चा यहाँनिर देखिराख्नु भएको छ, यो क्याप्चा यहाँनिर फिल गर्नुहोला। क्याप्चा फिल गरिसकेपछि तपाईहरूले सिम्पली यहाँ नेक्स्टमा क्लिक गर्नुहोला। नेक्स्टमा क्लिक गर्नुभयो भने तपाईहरू सामु फेरि नयाँ इन्टरफेस खुल्छ। नयाँ इन्टरफेसमा इन्टर योर एमपिन भनेको छ। यदि तपाईहरूसँग एमपिन छँदैछ भने ठिकै छ, यदि छैन भने फरगट एमपिन गर्नुहोला। प्लिज क्लिक हियर टु रिसेन्ड भनेको छ एमपिन। र यसमा चाहिँ के हुन्छ भने तपाईहरूले एक पटक आएको एमपिन पटक पटक युज गर्न सक्नुहुन्छ। सो मैले यसमा सेभै गरेर राखेको छु। मसँग एमपिन छँदैछ र म यसरी सिलेक्ट गरेँ र एमपिन आइसकेको छ र यसरी हालिसकेपछि तपाईहरूले फेरि नेक्स्ट गर्नुहोला। नेक्स्ट गर्नुभयो भने तपाईको डिटेल यहाँ लाइसेन्सको डिटेल आउनेछ। यति आइसकेपछि तपाईहरूले अब के गर्ने भनेपछि एप्लाई फर एड क्याटेगोरी छ, वर्ग थप आवेदन, यसमा सिम्पली क्लिक गर्नुहोला। क्लिक गर्नुभयो भने फेरि नयाँ इन्टरफेस खुल्छ र यहाँनिर भनेको छ एप्लाई फर लाइसेन्स, सिलेक्ट एप्लिकेसन टाइप र यहाँ दुईटा अप्सन आएको छ। आई वान्ट टु डु हेल्थ चेकअप इन ट्रान्सपोर्ट म्यानेजमेन्ट अफिस छ र आई वान्ट टु डु हेल्थ चेकअप इन लिस्टेड डक्टर। सो तपाईहरूले फर्स्टै अप्सन सिलेक्ट गर्नुहोला र नेक्स्ट गर्नुहोला। र यहाँ मेरोमा डाइरेक्टै आएको छ डु यु रियली वान्ट टु सबमिट द फर्म भनेको छ। मैले ओके गरेँ। ओके गरेपछि यहाँ फेरि तपाईँको एप्लाई फर एड क्याटेगोरी वर्ग थप लागि आवेदन भनेको छ र यहाँनिर योर क्याटेगोरी, मसँग बी क्याटेगोरीको लाइसेन्स छ र म ए क्याटेगोरीको लाइसेन्स थप्न चाहन्छु। अब तपाईँ कुन क्याटेगोरीको थप्न चाहनुहुन्छ त्यो सिलेक्ट गर्नुहोला र सिलेक्ट गरिसकेपछि यसलाई स्क्रोल अप गर्नुहोला र यहाँनिर अफिस सिलेक्ट गर्नुपर्छ तपाईहरूलाई। यहाँ अफिसमा क्लिक गर्नुहोला र यहाँ तपाईहरूको जिल्लाको जुन कुन एरिया पर्छ, कुन अफिस पर्छ नजिकको, त्यो अफिस तपाईहरूले सिलेक्ट गर्नुहोला। जस्तै यहाँ ट्रान्सपोर्ट म्यानेजमेन्ट अफिस लाहान छ, लाहान सिलेक्ट गर्नुहोला र त्यसपछि यहाँ सिलेक्ट डिजायर डेट फर अफिस भिजिट भनेको छ, कार्यालय जाने मिति चयन गर्नुहोस् र मैले यो सन्डेकै डेट सिलेक्ट गरेँ जसमा 89 सिट एभाइलेबल छ र यहाँ नेक्स्ट गर्ने। नेक्स्ट गर्ने भने यहाँनिर यस्तो अप्सन आउँछ ट्रान्सपोर्ट म्यानेजमेन्ट अफिस लाहान, क्याटेगोरी ए, भिजिट डेट 2026 जनवरी 25 तारिक रहेछ। डु यु रियली वान्ट टु सबमिट द फर्म, यसलाई ओके गर्नुहोला। ओके गर्नुभयो भने तपाईहरूको आवेदन सबमिट भइसकेको छ र यो जुन क्लिक हियर टु डाउनलोड एप्लिकेसन छ, यो फर्म चाहिँ अनिवार्य तपाईहरूले डाउनलोड गर्नुहोला र क्लिक हियर टु डाउनलोडमा क्लिक गरेँ र मेरो डाउनलोड पनि भइसकेको छ। म यसलाई ओपन गर्छु। ओपन गरिसकेपछि तपाईहरू सामु यस्तो यो जुन पिडिएफ फाइल आएको हुन्छ, त्यो पिडिएफ फाइल तपाईँको मोबाइलमा डाउनलोड हुन्छ, तपाईँको डिटेल आउनेछ
र यो फर्म प्रिन्ट गरेर यहाँ तपाईहरुले आफ्नो सिग्नेचर गर्नुहोला र सिग्नेचर गरेर तपाईहरु प्लिज क्यारी बिलो मेन्सन डकुमेन्ट अलोङ विथ दिस एप्लिकेसन। तपाईहरुसँग ओरिजिनल सिटिजनशिप र फोटोकपी अफ सिटिजनशिप, ओरिजिनल नागरिकता र फोटोकपी नागरिकताको चाहिन्छ। यदि भिडियो इन्फर्मेटिभ लाग्यो भने च्यानललाई सब्स्क्राइब र भिडियोलाई लाइक गरिदिनु होला। धन्यवाद गाइज।